एक्सपेक्टेशन वर्सेस रियलिटी लाल जोड़ा नहीं आता वो दे खाना मन नलागेर रुसेर सुना है Assalamualaikum everyone, welcome to my new vlog. आज ईद को डे 2 हिजो लाग्यो मलाई ईद हिजो राति हिजो लगाएको मेहन्दी कस्तो भयो ठिकै छ हैन एकैछिनमा चाहिँ उस मेहन्दी लास्तो होस् भनेर देखाएको के हो बिहान बिहान देखा त तेरो सिक्रीहरू सुनको सिक्री हो खै हट बुढाहरू सबै बिहानको मौसम 7 बजे होइन हिजो चाँडै नै सुतिहाल्थ्यो 11 बजे चाँडै अझ चाहिँ अलिक धेरै सुत्नु भएको अनि यहाँ हुँदैछ कस्तो काटकुट ठुलो मम्मी के भन्न चाहनुहुन्छ हिजोबाट त्यही मात्रै सोधिरहेको भन्नु न यहाँ हुँदैछ यही सब सुरु गरे अहिले आज मान्छेहरू आउनेवाला भनेर यहाँ फेरि भइसक्यो सुरु तेल गरम छ त के हो यो के भन्न चाहनुहुन्छ वाउ पानी आइरहेछ हो बिचरा काका तपाईँ के भन्न चाहनुहुन्छ मस्त मम्मी मम्मी आज सबलाई अब पहिला फ्रेस हुन्छ अनि तपाईँ चार्ज आउनुहुन्छ टन्नै गेस्टहरू यहाँ सब यो मिलाउनु पर्यो टन्नै गेस्टहरू आउनुहुन्छ अनि खातिरदारी गर्नु पर्यो आज चाहिँ अलिकति केही लाएर यसो लाग्छ भन्दा तर इसका जोडा त मामाघर जानु बेला लाउने यति मामाघर भन्दा त मामाघर गएन नि त नि खलास जसको पनि त्यही हो क्या एउटै चाहिन्छ जसलाई बनाना एकैछिनमा लगाइदिन्छु यहाँ कानसाथेर आउँछु नि अहिले त फरक धेरै बोल्दिनँ क्या अहिले किन थाहा धेरै बोल्ने बित्ति भ्लगमा होइन नाटक सबको नाटक कहाँ मैले बनाएको भाडामा छु है म यही हो मैले के भन्नु खोज्यो मैले काम गरेर बेला तिनीहरू केही भ्लग गरिदिँदैन यो चाहिँ जुनमानी खाइरहेको भाडा भिडियो बनाइदिन्छ मैले चिया भिडियो बनाउँछु के भन्छ जुनमानी खाइ मात्रै जान्छ चुप लाग्छ यार मुहा हान्दिन के रे कानै ने आइ अब कति काम त मेरो बाहिर काम हुन्छ नि त भित्र त्यही छ गुस्त सबैजना उता एकैछिन आराम गर्दै म यहाँ आफैलाई चिया तताएर खाइरहेको छु होइन अब यसो चिया र बिस्कुट पनि खानु पऱ्यो किनभने मलाई भोक लागिरहेको केही त खानु पऱ्यो होइन अनि अब किन फेरि मैले टाउको सुतेर उठेपछि मलाई अनि यहाँ यस्तै हुँदैछ होइन अब म खान्छु आफैले चिया गरेर पिस्दै हुनुहुन्छ ल सुन आज दाइको पालि यो गोसल गर्न जाने रे बिहानबाट हल्ले कति बेला हो यो भर्खर उठेर आएको ब्रुस लिक भने कहिले हो ठुलो र ठुलो मम्मी यसो गफ गर्दै ठुलो बाबाले भर्खर मलाई इदी पनि दिइसक्नु भयो 500 रुपियाँ बोनी त पहिल्यै भएको थियो तर त्यो सेकेन्ड भनौँ यसो अनि भाउजू बोनी त दान भयो मेरो अनि बिचरा यो बाबुको तबियत चाहिँ अलि ठिक छैन म यहाँ धेरै भ्लग गर्न चाहन्न अनि जान्छु म मम्मी भन्छ मम्मी आगै वाउ क्या रातो देख्यो वाह वाह तपाईँ के भन्न चाहनुहुन्छ मम्मीले पनि बिहान बिहान गोसल गरेर बस्छ सब फ्रेस मम्मी लुगा फेरौँ कि अहिले पछि एकैचोटि त्यही लाल भन्नु न भन्नु त्यो नि पिस गर्ने र पिन्ने र पहिला मजाले सुचेस गर्ने अनि यस्तो अड्काइदिने अनि ल हिँडाउ त बोतल लिएर हामी पानी लिन जाने भने ओइ यहीँ भिजाएर बसिरहेको छु नि त पानी यता नफाल्न उता गर भने क्या हिलो भयो यहाँ काम गर्न
वाउ यो सब खान्छ होला है ओए फरान आइज न बोतल लिक गइहाल्ने अहिले फेरि घाम चर्किन्छ जाम पहिला हामी जाम खै अमरनाथ फरान सुमैया म यो त जानला पानी लिन बिजोक बोरामा बोतल हालेर जानला है अनि यहाँ यो गोसल गर्ने भनेर घुमे मान्छे अझै यत्तिकै यो मान्छे त तर अघि यसले दामी काम गरे हो माथि गएर रासन पानी सब लिएर त्यत्रो बोतल बोतल डिउहरू आइज अनि लुगा लाएर घुम्ने ल नुहाउनु पर्छ त अनि कति बेला हो 2 घन्टा भइसक्यो त्यतिकै घुमेँ कहिले कहिले वा मैले यहाँ कस्तो राम्रो बाख्रा भेटेँ त्यो बिहान स्न्याप पठाएको थिएँ राम्रो भयो कति राम्रो हामी जस्तो गर्छ त कति राम्रो भनिरहेको छ हामी जस्तो गर्छ ओइ छिटो आऊ है अब हामी जानु लाग्यो पानी लिन जाने पानी भर्ने पानी लिएर आउने अनि त्यसपछि आज बिहान गेस्टहरू आउनुहुन्छ को आउनुहुन्छ त्यो फिक्स हुनै हस् रमाइलो हुन्छ अहिलेपछि म पनि अलिकति रेडी हुँ ल है आमा मेरो कपाल मेरो ताल कस्तो भयो मतलबै लाग्दैन अहिले त साँच्चै मतलबै लाग्दैन जस्तो हुन्छ म 5वटा बोतल भाइ लिएर आयो फरानले 2टा मैले 3टा अनि यिनीहरू बुढाहरू कोही गएनन् गरिम भयो भिडमा बसेर अब यहाँ हुँदैछ कहाँ भने खै ठुलो बाबाले कुन कलेज हाउ पोलेर खाऊ भन्दै हुनुहुन्थ्यो नि म कोर्नला कपाल अनि हुन्छ अलरेडी रेडी आइसके रेसमा अनि उसले ल्याइदिएको थियो के ल्याइदिएको थियो यो एकदमै मुख बनिरहेको एकदम बसिरह अब मेरो कपाल कोरिदिन्छ जब अब यसो भ्लग बनाएर लिएर बाहिर के हो हेलो मेहनुज के करे हाय एभ्रिवान गर्दै बस्छ है हेलो बाबा अरे नाच्न चाहिँ मेहन्दी लाग्यो पहिला म यो काट्न सक्दिनँ है हेर यहाँ मोबाइल हेर्ने पार्टी पनि आएछ के उता सुत्ताको जान्छ र किन म तपाईँको नोकर हो मलाई त नोकर बनाएर राख्थ्यो ई गाई ओ यहाँ के गरेर हो ई अब पकाइ ई आई मेकअप गइसकेको हैन मेकअप गर्ने मान्छे मेकअप गर्ने मान्छे खाना खाने तयारी को हुनुहुन्छ अस्सलाम वालेकुम के भयो के भएन यो स्प्रिङ चाहियो मलाई अहिले चाहियो मलाई त यहाँ सबैजना गफ गरेर बस्दै फुपूहरू अनि त्यहाँ खाना खान्छ हेलो अनि म भएको छु अलिअलि रेडी कस्तो भएको होइन लाल जोडा लगेर है म खालि खाना खाने बेला दाइ भिनाजु अलाउदिन रात त त्यो नि हेर्ने लाइक अड्क्यो अब त्यो एकछिन बसिरहनु यता हेर्नुहोस् मलाई भिडियो बनाइदियो भने तेरा छोरा भिडियो होइन होगा 2 वर्षपछि चाहिँ यो दाइ यो भाइ हो त ओए बेस्टी हाने पनि होला वाउ एन्ट्री अस्सलाम वालेकुम अस्सलाम वालेकुम हेलो अस्सलाम वालेकुम फुफू रिजवान फिर से आ गई नहीं नफीली दुल्हन
भरा भरा हरा भरा वाह वाह ओए सचै सुहाइनस् निकै तराम देखिएन त फ्रन्ट क्यामेरा गरेर खै त्यस्तो नगर पछाडि गर न सबैले पछाडि नै गर्यो अस्सलाम वालेकुम वाह छोटे तामुक बम तामुक मेरो पनि बाँकी हो अस्सलाम वालेकुम क्या हेरेर हँसुन लागिरहे क्या न है क्या न है क्या हेरे के टिकटिकी भैँसी जस्तो कालो देखिया धेरै भाइले हाने मैले केही भने म के भन्न चाहन्छु मम्मी तपाईँ के भन्नु पाएन नि त्यही भन्दिनँ जस्तै पाले पागल मात्रै जान छटाका काका हेर्नु न यही ब्लगर एक्सपेक्टेसन भर्सेस रियालिटी बढी बढी बाते वडा पाउ खाते भने जस्तो हो कि यिनीहरू हेर्नु है रियालिटी हेर्नु है यही हो चट्टी जोहरे होइन बोलै मिल्ता मेहनुर कता जानला मेहनुर कता जानला भन न कान्छीलाई छोडेर कहाँ जानला आऊ है छिट्टो बाई मेहनूर मेहनुर चली अपनी घर मेल बोट हेर्न कसरी बाटो लागिरहेको थियो झोला बोक्यो आफ्नो लुगाको हिँडी बाई खै खै ठुलो अलग अलग चप्पल लाएर कति बेलाबाट घुमेर आयो टाउकै ठुक्यो के वा अहिले फुट्यो एक दुई तीन चार पाँच मैले ठुल्मामीलाई दिन लाएँ पैसा साटेको सलाम चाहिँ पाइँदैन चलाउनु भएपछि त कहाँ के पोपट्ने लगभग कहीँ कुन दिएर अझ यही लुगा लगाएछ खै मैले अर्को फेर्नु भने पिङ्क कलरको तेरो मोबाइलमा लुगा नयाँ अर्को चाहिन्छ भन्दैमा म यो फेर्न पऱ्यो मलाई होइन कतिवटा लुगा ल्याएर तेरो अब मैले एकचोटि त्यो सुन्यो भने मैले बिहानबाट फोटो खिच्दै भने एउटा फोटो खिच्दै होइन शीतला बन्द चाहिँ घाम भयो क्या मलाई दिउँसो लास्टै अब त म कस्तो सेलाइछु भन्दा मेरो ज्यान चाहिँ छिनाउँछ लास्टै अहिले त हो शीतल भयो नि त खिच्दैन ल खिच्दैन त मलाई त्यसो त घाम त म हेर्न पनि सक्दिनँ भन्न र सुन्न मात्रै हो र होइन कुनै चुट्टा खुट्टे पौडी अरे कस्तो मात्रै म हेर्नु मम्मी खाल्छु बाबाजीको आगमन मम्मी हेर्नु न त्यो मैले अघिल्लो ईदमा ग्लास ल्याएको थिएन अनि खालि यसरी ओठमा लाउँछ अनि गाडीमा जिस्का गर्नुहुन्छ अहिले पुट्दिन्छु निकाल ड्रेस उठ्छ तपाईँ नै हान्छ त्यस्तै गरेर जिस्काउँछु नि जिस्काउँछु ग्लोभ लगाएपछि त झन् लिप पाउटी पनि हिँड्छ त्यो त पातलो देखिन्छ अलिक मोटो बना न आमा बाँस झुला चरे त
छिटो छिटो बत्ती बनाउनु पर्यो कि तेरो अहिले हेर म आउँछु पठाइदिए मखबाट खिचिन्छ भने कति हल्ला गरे हौ अस्सलाम वालेकुम कैसन बा बहुत दिनों के बाद दिनों नहीं सालों के बाद क्या हाल चाल एकदम ठीक जबरदस्ती को लागि बनायो यस्तो सरप्राइज दिने कसरी साँच्चै हो किन नभन्नुभयो वाह फिर चलते हैं दूसरे मेंबर के पास हमारा तो यही है आज ही लगा है ईद वो भी ऐसा कि सो रहे हैं क्या करें अस्सलाम वालेकुम औरा मंडली क्या हालचाल क्या हालचाल बहन लोग चार बहन चारों तबाही वाला 4 भाई चारों तबाही लाल जोड़ा नहीं आता वो अघिल्लो ईदमा लाल जोड़ा अहिले लाल जोड़ा सम्झो न माथि नि लाल लाउने फेरि सान्डले मार्यो भने मलाई लालै लाल देखेर यसको साथमा हाम्रो यहाँ भारी मिटअप भइसकेको छ नुजत ब्लग्स सब्सक्राइब गर्न सक्छ तपाईले हामी मिटअप म हात बढाइरा छु यहाँ हात बढाइरा छु मलाई अरा माइनस भइरा छ मेरो ओ सुफी ब्लग्स पनि आइसक्नु भएको छ यता दुईटा छोटा मोटा ब्लग्स पनि आइसक्नु भएको छ सबको सब्स्क्राइब गरिदिनुहोस् ओ कुलसुम ब्लग्स यो माइकल देऊ नपोख्ने रे सहिद ब्लग्स सहिद भगरको त अस्ति नैबाट चर्चा भइरह्यो नि गाइस हेर्नुस् यही हो पुच्यो यो छैन अरे फेरि आगो बलिरहेको छ मेरो दिमागमा तेरो जलिरहेको छ दिमाग म खरान भन्ने राम्रो छ हेर्नुस् यही हो त्यो मान्छे यही हो पटक पटक आउँछ भनेर कहिले नआउने तर यसपालि चाहिँ आउनु भयो त्यही ठिक छ फर्जना कुमार यादव मलाई त हेर्नै परेन म जहिले देखिरहेको मान्छे हेलो ठुल बाबा हेलो हेलो त भन्नु ठीक भन्नु केही त भन्नु तपाईँ केही भनिदिनु पुपु खाँदैछु तपाईँ भनिदिनु पुपु के अहिले डिनर टाइम फुपा तपाईँ केही भनिदिनु जी ऊ मुस्तकिम खोज्न कहाँ खोज्न जानु पनि कहाँ गयो होला हेलो मिस शर्मिली क्या हाल चाल यो उसको तेस्रो प्लेट हो है हेलो उसको त्यो 2 चाहिँ के हो क्या जुन बेला 2 क्या ये 2 क्या काकी परोसते यहाँ है हेलो मिस चॉकलेटी तपाईँको हेर्नु आज ड्रेस कोड त्यस्तै हो नि हेरे गोस्त हालिदियो तापनि कस्तो दिउँसोबाट आएर हामीले कति स्न्याप बनाएर यहाँ छिटो यहाँ हुँदैछ हड्डीपाती खै देखा ठीक है वाउ त्यहाँ अघिल्लो पालि भाइरल भाइ यही सिन थियो तपाईँ के भन्न चाहनुहुन्छ रुक्नुहोस् पर्खिनुहोस् भन्नुहोस् नाइ भन्नुहोस् ल खै खान्छ कि ताइन जस्तो लाग्यो खानु हौ खानुहोस् काश मैं भी खा पाती
दे दे ले लॉलीपॉप खा लो तुम लोग। मेरा क्या है, मेरा तो कुछ होना है नहीं। अपन को तो कोई शूट करेगा नहीं, शूट करेंगे भी तो ऐसे तो कौन नहीं करेगा। तो बहुत पीड़ा है भाई लोग। तुम लोगों का क्या है बहन? कोई एक दिखा दे, कोई दो। इन लोगों का एक दो समझना पड़ेगा आखिर है क्या। मम्मी तपाईँ भन्दैन न मलाई सुट गर्नु फेरि पकड हो। तेरो धन्दा त्यो हाम्रा धन्दा होइन त्यो जान ल्याउ ल्याउ खोइ भिडियो हाली हेरे कति रमाइलो भर्खर यस्तो मुई पनि राउरे या त हेर्ने मुकुन्द केही सोध्नु पर्दैन म केही भन्दा नि अहिले चाहिँ यहाँ अरे जिन्की चाहिँ ओहो ल ल यसले हाल्दै जाऊ त्यताबाट। मेरे को क्या समझ रखा है? अपन तो ऐसे ही घूमेगा। नासिरा खातून हेलो खाता कहो ना मैं हल्दी डालता हूँ नहीं गुस्सा पड़ना पड़ता है। क्या हुआ? गुस्सा क्यों हो रही हो? कौन है जो हमारी काकी को गुस्सा दिला रहे? तुम ठुलबा हेलो भन्नु नि तपाईँ केही भन्नु न। अरे हड्डी है लिएर हिजोदेखि गोस्त बनाउँदा हालत खराब भएर खाना मन नलागेर रुखेर सुना है दामी भन्नु ठुलो दामी काका चबाउँदै कसरी बोल्नुहुन्छ है अब? काका के खाँदै हुनुहुन्छ? एकचोटि चबाउँदै बोलेर हामीलाई हँसाइदिनु न। तपाईँले कतिजनालाई भात हालिदिनु भयो अरे? सबैलाई। वाह आजको हाम्रो चाँदनी चाहिँ के कसो काका? रियालिटी आजको चाँद अनि आजको चाँदनी भने बाँदर्नी अरे। खाएन तैँले? सम तिम्रो के काम छ? राम्रोसँग अर्को साइड भए पनि आज के गर्न सकिन। त्यही पनि ठिक छ। नासिरा खातुन के मैले स्यान्डीको थोपडा देखेर खालास है खालास भात तरकारी। सो यस गाइस यो मुख्य भनौँ होइन मैले 3 दिन बेला भ्लग बनाएर पनि एडिट गरेर अपलोड गरेर होइन र आउँदैन पनि जस्तो लाग्छ। के भनौँ आजकल के भइन्छ खाना मन छैन अगाइसक्यो कस्तो अगाउनु भएको म खान्न बोल्दा नि अगाइसके खाँदा नि अगाइसके यो त भएन नि आलस्य भा अब म 12 घण्टाको लागि चाहिँ मलाई केही चाहिँदैन निन्द्रा भए पुग्छ अब ठिक छ ठुलो बाबा यति धेरै हँसाउनु भयो तपाईँले खानु छ यहाँहरूलाई नै सोचेछु खुवाउनु हजुर मलाई परेन सम म बोल अलि टाढा पछि जाऊ और पछि अब म उतैबाट आउँछु। हेलो हाम्रो दावत भनेको आज हाम्रो तर्फबाट आई डोन्ट नो व्हाट टु से बट यही हो हैन। म तपाईँलाई अरू के देखाउँछु न, म देखाउँछु हाम्रो चॉकलेट क्वीन्सहरू। मैं फिर से आ गई हूँ गाइस। क्या है वो कैसे भरस्ट काका भाइरल भएपछि हेर्नु कति रमाइलो हुन्छ है त। हेर्नु त भरस्ट रे खै तपाईँ चबाउँदै बोल्नु न एकचोटि बोल्नु न। ठिक छ ल अब यहाँ सकिन लाग्छ काकी उता के हुँदैछ 2 जना जाने हो पेप्सी कोला नै जाने।